नमस्ते सम्पूर्णमा म पुष्कर चुनाला। आज यो भिडियो बनाउँदा अलि अप्ठ्यारो पनि भइरहेछ, बोल्न पनि अलि अप्ठ्यारै भइरहेछ किनभने हामीले यस्तो लेजेन्ड व्यक्तिलाई गुमाइसक्यौँ प्रशान्तमा। मलाई चाहिँ यो भिडियो बनाउन ढिलो भयो, त्यसको लागि क्षमा चाहन्छु किनभने कामको व्यस्तताले गर्दा दिउँसो चाहिँ भिडियो बनाउन सकिएन, काममा भइन्छ है। अनि मैले चाहिँ यो खबर चाहिँ सोसियल मिडियाबाट थाहा पाएको थिएँ हामीले प्रशान्त तामाङलाई चाहिँ गुमाइसक्यो भन्ने कुरा। अनि मलाई चाहिँ विश्वास भएको थिएन कि, अनि मैले केही साथीहरूले सोध्ने कोसिस गरेँ, कुरो चाहिँ साँच्चै रहेछ भन्ने थाहा पाएँ। अनि म चाहिँ विश्वासै गर्न सकिनँ, अहिलेसम्म मलाई विश्वास भएको छैन कि मैले हामीहरूले चाहिँ प्रशान्त तामाङलाई चाहिँ गुमाइसक्यो भन्ने कुरा कि उहाँ यस्तो लेजेन्ड व्यक्ति नेपालको है, कलाकार अभिनेता। अनि उहाँले केही समय अगाडि इन्डियन आइडलमा चाहिँ विजेता हुनु भएको थियो। उहाँको गीतहरू सबै मान्छेको मनमुटुमा बस्न सफल हुनुहुन्थ्यो कि उहाँ चाहिँ। उहाँको गीतहरू, उहाँको अभिनय उत्तिकै राम्रो है। के भन्नै मन लागेको छैन कि भन्नै आइरहेको छैन किनभने के भन्ने शब्द नै छैन कि उहाँको बारेमा के वर्णन गर्न सक्छौँ हामी जस्तो मान्छेहरू। यस्तो कलाकार लेजेन्ड, उहाँको त म बच्चैदेखि ठुलो फ्यान, उहाँको गोर्खा पल्टन फिल्म हेरेको थिएँ। सबै यस्तो राम्रो राम्रो है, के भन्ने, हामीले यस्तो कलाकारलाई गुमायौँ कि केही भन्न सकेको छैन। यही भिडियोबाट हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु प्रशान्त तामाङ है। अब अरू केही भन्न सकेको छैन, त्यसको लागि क्षमा चाहन्छु।